हेलो गाइज, नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई आजको यस भिडियोमा। म तपाईहरुलाई नम्बर सिस्टममा बाइनरीदेखि अक्टलमा कसरी लग्ने, अक्टलदेखि बाइनरीमा कसरी ल्याउने र अक्टलदेखि हेक्जामा कसरी लग्ने, हेक्जादेखि अक्टलमा कसरी ल्याउने र बाइनरीदेखि हेक्जामा कसरी लग्ने र हेक्जादेखि बाइनरीमा कसरी लग्ने भनेर सिकाउन गइरहेको छु। आशा गर्दछु तपाईहरुलाई भिडियो मन पर्नेछ। यदि तपाईहरुले अहिलेसम्म भिडियोलाई लाइक गर्नुभएको छैन भने लाइक गरिदिनु, च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु र लेट्स स्टार्ट द भिडियो। सुरुमा चाहिँ हामीले लेखौं कन्भर्जन अफ नम्बर सिस्टम from 1 to another. Conversion of number system from one to another. अब सुरुमा चाहिँ हामीले 1 नम्बरमा हामी सिक्नेछौँ। कुन सिक्ने त सुरुमा चाहिँ सिकौँ बाइनरीदेखि अक्टलमा लग्न। बाइनरी टु अक्टल। अब कुनै पनि एउटा एक्जाम्पल लगाउँ, जस्तै 1010 यसमा 2 छ इक्वल्स टु क्वेशन मार्क को बेसमा 8। यसलाई चाहिँ गर्ने धेरै मेथडहरु हुन्छन्, तर म तपाईहरुलाई आज सबभन्दा सजिलो र सबभन्दा समय कम लाग्ने मेथड सिकाउन जाँदैछु। त्यसको लागि चाहिँ हामीले सुरुमा फर्स्ट कन्भर्टिङ बाइनरी नम्बर इन्टु डेसिमल नम्बर। यहाँ चाहिँ मैले लेखेँ यो चाहिँ बाइनरी नम्बर हो जसको बेसमा 2 छ, त्यसलाई बाइनरी नम्बर सिस्टम भनिन्छ। यो चाहिँ बाइनरी नम्बर हो, त्यसलाई चाहिँ हामीले सुरुमा डेसिमलमा लाग्ने, जो चाहिँ हामीले पहिलाको भिडियोमा सिकिसकेका छौँ। जसको लागि हामीले सुरुमा 1 0 1 0 लेख्ने, 0 1 2 3 भयो इक्वल्स टु 1 मल्टिप्लाई 2 को पावरमा 3 प्लस 0 मल्टिप्लाई 2 को पावरमा 2 प्लस 1 मल्टिप्लाई 2 को पावरमा 1 प्लस 0 मल्टिप्लाई 2 को पावरमा 0। अब यो भयो 2 4 8 प्लस 0 प्लस 2 2 प्लस 0 हाम्रो भयो 10। Now converting binary number into converting decimal number into केमा लाग्ने हामीले अक्टलमा टु अक्टल। अब चाहिँ हाम्रो यहाँ 10 आएको छ, 10 को बेसमा 10। अब 10 लाई चाहिँ हामीले अक्टलमा लाउनु पर्दा फ्याक्टराइजेसन गर्नुपर्ने हुन्छ। मैले तपाईलाई पहिलाको पार्टमा सिकाइसकेको छु। यदि त्यो पार्टहरु हेर्नु भएको छैन भने गएर प्लिज हेरिदिनु होला। यदि तपाईले त्यो पार्ट हेर्नु भएन भने यो चाहिँ मैले गरेको तरिकाहरु कुनै पनि बुझ्नु हुने छैन। अब चाहिँ लेखौं 8 1 जा 8 बज्यो 2। अब देयरफोर 1010 को बेसमा 2 चाहिँ कति भयो त 1 र 2। यता साइडमा लेखौं 10 इक्वल्स टु 1 2 10 हुँदा 8 हुँदैछ है त। अब हामीले यहाँ लेख्न सक्छौं 12 को बेसमा 8। बुझ्नु भएन भने म फेरि एउटा अर्को एक्जाम्पल दिएर गर्न सिकाइदिन्छु। कुनै पनि एक्जाम्पल लगाउँ 1 0 1 1 0 1 1 लाई यसको बेसमा अब कति राखेर
2 बाइनरीदेखि गर्ने हामीले त्यसरी 2 राखेर अक्टलमा लाउने 8। अब चाहिँ हामीले सुरुमा चाहिँ यसको गरौँ, यसलाई डेसिमलमा लगाउँ। हामीले लेख्नुपर्ने हुन्छ फर्स्ट कन्भर्टिङ बाइनरी नंबर into डेसिमल नम्बर भयो त। अब यहाँ चाहिँ हामीले यसलाई लगाउँ। सुरुमा चाहिँ 101101 को पछाडि 1 2 3 4 5 6 भयो। 1 मल्टिप्लाई 2 को पावरमा 6 प्लस 0 मल्टिप्लाई 2 को पावरमा 5 प्लस 1 मल्टिप्लाई 2 को पावरमा 4 प्लस 1 मल्टिप्लाई 2 को पावरमा 3 प्लस 0 मल्टिप्लाई 2 को पावरमा 2 प्लस 1 मल्टिप्लाई 2 को पावरमा 1 प्लस 1 मल्टिप्लाई 2 को पावरमा 0। अब यहाँ कति हुन्छ त? 2 को पावरमा 1 को 64, यो 0 भयो। 2 को पावरमा 4 भनेको 16 प्लस 2 को पावरमा 3 भनेको 8 प्लस 0 भयो प्लस 2 प्लस 1। हामीले यसलाई गर्दाखेरि यति भयो 61 90 हाम्रो चाहिँ आयो 91 आयो त। 91 नै 60 70 91 लेख्यौँ हामीले। अब चाहिँ हामीले यसलाई 10 भयो। नाउ converting decimal number into octal। अब चाहिँ हामीले डेसिमल अक्टलमा कन्भर्ट गर्नुपर्ने हुन्छ। 8 1 जा 8 बच्यो 1 उता गयो 8 1 जा 8 9 10 11 बच्यो 3 8 1 जा 8 9 10 11 बच्यो फेरि 3। अब चाहिँ हाम्रो आन्सर आयो देयरफोर परिचयमा त 91 को बेसमा 10 लेखेर इक्वल्स टु 133 को बेसमा 8। अब चाहिँ देयरफोर 10110112 इक्वल्स टु 133 को बेसमा 8 भयो। यसरी चाहिँ हामीले अक्टल बाइनरीदेखि अक्टलमा कसरी लग्ने भन्ने बारेमा सिक्यौँ। अब चाहिँ हामी सिक्छौँ बाइनरीदेखि हेक्साडेसिमलमा लग्न। बाइनरी टु हेक्साडेसिमल। फर्स्ट सुरुमा चाहिँ हामीले कुनै नम्बर लगाउनु पर्ने हुन्छ, जसको लागि हामीले यो लगाउँ फर्स्ट कन्भर्टिङ द बाइनरी नम्बर इन्टु डेसिमल। त्यसको लागि चाहिँ हामीले सुरुमा 1010 0 1 2 3 1 मल्टिप्लाई 2 को पावरमा 3 प्लस 0 मल्टिप्लाई 2 को पावरमा 2 प्लस 0 मल्टिप्लाई 1 मल्टिप्लाई 2 को पावरमा 1 प्लस 0 मल्टिप्लाई
2 को पावरमा 0 2 2 को पावरमा 3 8 प्लस 0 प्लस 2 प्लस 0 10 10 को बेसमा 10 भयो therefore 1 0 1 0 को 2 10 को पावर 10 रहेछ now converting the decimal number into हामीले चाहिँ केमा गर्ने हेक्साडेसिमल अब चाहिँ हामीले यहाँ 10 को बेसमा 10 लाई हेक्साडेसिमल कन्भर्ट गर्नुपर्ने हुन्छ त्यसको लागि 10 डिभाइड बाइ 16 भयो अब 16 भन्दा त यो नम्बर सानो त्यसैले 16 0 0 गर्ने यहाँबाट हाम्रो कति बच्यो 10 बच्यो जसलाई चाहिँ हामीले 10 लेख्न मिल्दैन हामीले a लेख्ने हो अब चाहिँ हाम्रो therefore आन्सर कति आयो त 1010 लाई एक्जाममा लगाउँदाखेरि चाहिँ 0a हुँदो रहेछ र गाइस आजको लागि मैले भिडियो यतिमा एन्ड गर्न चाहेँ अरू चाहिँ हामीले अर्को भिडियोमा अब एडिसन सब्ट्र्याक्सन मल्टिप्लिकेसन र डिभिजन सिक्नेछौँ यही नम्बर सिस्टमकै डिभिजनहरू सिक्नेछौँ त्यसको लागि अर्को भिडियो हेर्नु होला अहिलेसम्म पनि भिडियोलाई लाइक गर्नुभएको छैन लाइक गरिदिनु च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु र सेयर पनि गरिदिनु भिडियोलाई र आजको लागि मैले यतिमा एन्ड गर्न चाहेँ धन्यवाद।